स्थानीय फुडहरूलाई चाहिँ प्रबन्धन गर्ने हिसाबले र टुरिज्मको हिसाबले यो अर्गनाइज गरिएको हो र यहाँ चाहिँ राष्ट्रियदेखि अन्तर्राष्ट्रिय कलाकारदेखि स्थानीय कलाकारहरूले चाहिँ पर्फर्मेन्स लाइभ सो गर्ने कुरा पनि रहेको छ र पनि उपस्थित सम्पूर्ण व्यक्तित्वहरूलाई स्टेजको नजिक आएर यो डान्सको चाहिँ मजा लिदै धरान फुड फेस्टिभलको दृश्य हो यो। लाग्ने क्रम जारी छ। मेला लगभग 3:30-4 बजेदेखि चाहिँ ओपनिङ हुने कुरा छ। यो मेला चाहिँ 5 दिनको रहेको छ। भोलि 5 ब्लग्स हेर्नुहुने सम्पूर्ण महानुभावहरूलाई स्वागत गर्न चाहन्छु। आज चाहिँ म धरान फुड फेस्टिभल शुभ प्रसाना मिडिया प्राइभेट लिमिटेडले गर्नुभएको यो धरान फुड फेस्टिभल 2080 मा आएको छु। जाडो अलिअलि बढिरहेछ। अहिले चाहिँ कार्तिक अन्तिम पनि भइसक्यो होइन। आज चाहिँ म धरान स्थित सिटी सेन्ट्रल क्याम्पस अफ टेक्नोलोजी हात्तीसारको यो फुटबल ग्राउन्डमा आएको छु र यहाँ चाहिँ धरान फुड फेस्टिभल हुन गइरहेको छ र यो फेस्टिभलमा चाहिँ विशेष गरी चाहिँ यहाँको स्थानीय फुडहरूलाई चाहिँ प्रबन्धन गर्ने हिसाबले र टुरिज्मको हिसाबले यो अर्गनाइज गरिएको हो र यहाँ चाहिँ राष्ट्रियदेखि अन्तर्राष्ट्रिय कलाकारदेखि स्थानीय कलाकारहरूले चाहिँ पर्फर्मेन्स लाइभ सो गर्ने कुरा पनि रहेको छ र यहाँ चाहिँ विशेष गरी फुड अब दसैँ सकिहाल्यो, तिहारमा चाहिँ को बीच पारेर यहाँको स्थानीय टुरिज्मलाई अलिक प्रमोसन गर्ने गरी गर्न लागिरहनु भएको छ र यहाँको माहौल यस्तो छ है त। आज चाहिँ ओपनिङ दिन भएर होला अलिक यहाँ भिडभाड निकै कमै छ र मलाई जहाँसम्म लाग्छ भोलिदेखि चाहिँ यहाँ अलिक पब्लिकहरूको चाहिँ अलिक धेरै भिड लाग्ने सम्भावना छ र भोलि चाहिँ राष्ट्रिय कलाकार आउने कुरा मैले आयोजकबाट पाएको थिएँ र एकदम यो फेस्टिभलको नजिकै यस्तो प्रोग्राम अर्गनाइज भइरहेछ। यसले चाहिँ टुरिज्म सेक्टरमा चाहिँ राम्रो गर्न सक्ला। हाम्रा सम्पूर्ण उपस्थित व्यक्ति गएर अहिलेको समयमा भने हामी आजको जुन यो समय छ यसलाई एकदमै 2080 को चाहिँ आयोजना गरेको देखिरहेका छौँ। हाम्रो यो ग्राउन्डमा चाहिँ विभिन्न स्टल्सहरुमा हामीले विभिन्न परिकारहरू देख्न सकिरहेका छौँ र यो सबै कुरालाई चाहिँ हामी पक्कै पनि धरानको जुन एउटा पर्यटन विकास रहेको छ त्यस क्षेत्रमा टेवा पुर्याउने उद्देश्यको साथमा चाहिँ यो कार्यक्रम बच्चा बच्चीको लागि खेल्ने यो कारहरू पनि छ, रोटेसनल कारहरू। यहाँ बाइक पनि छ, रोटेसनल बाइक। यो झिलिमिलीले गर्दा निकै आकर्षक देखिएको छ भने यस्तै उस्तै हो। यो एज क्याटेगोरी चाहिँ यहाँ केही लिमिट छैन, जसले पनि रमाइलो लिन सक्छ यो मेलामा आएर चाहिँ।
केही समयमा नै हामी द रोयल डान्स सेन्टर यसै गरी द डान्स गार्डन गर्दछौँ किनकि पक्कै पनि यो पर्व हामी संस्कृतिको रूपमा हामी हार्दिक निमन्त्रणा दिन चाहन्छौँ। हाम्रा साना साना बहिनीहरू हुनुहुन्छ एकदमै एनर्जेटिक डान्सर्स विथ अ भेरी क्युट पर्फर्मेन्सेस हामीले भन्नु नै पर्ने हुन्छ। द रोयल डान्स एकाडेमीबाट हाम्रा बहिनीहरूले अबको क्रममा भने तपाईहरुमा एउटा नृत्य लिएर आउँदै हुनुहुन्छ। त्यसैले फेरि पनि उपस्थित सम्पूर्ण व्यक्तित्वहरूलाई स्टेजको नजिक आएर यो डान्सको चाहिँ मजा लिदिन हुन पनि हामी हार्दिक अनुरोध गर्दछौँ। डान्स एकाडेमी Garden. Please give a big round of applause for them. भोलि चाहिँ बादल वर्षा बिजुली गीत गाउने सिङ्गर गायिका प्रश्ना गुरुङ चाहिँ आउनुहुन्छ। भोलि कार्तिक 13 गते आउनुहुन्छ। हजुरहरूलाई जानकारी गराएँ।